आज चाहिँ दिन पनि दामी भएर एकदम दामी देखिरहेको छ गाइस। नाटेको छ यहाँ चाहिँ भैया पार्टी चाहिँ भर्खर आएको छ गाइस। यहाँ चाहिँ हाम्रो चिकन पाकिसकेको छ। हेलो नमस्ते हेलो एभ्रिवान, वेलकम छ तपाईँलाई मेरो भिडियोमा। र साथीहरू आज भने चाहिँ म बिहानीको ब्लग बनाउँदैछु। अन्त आज चाहिँ मैले कति दिन बादमा चाहिँ लङ भिडियो चाहिँ मैले बनाएको छैन नि त ब्लग चाहिँ। अन्त आज म ब्लग बनाउँदैछु कति दिन बादमा। अन्त आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला गाइस। अन्त अहिले भने चाहिँ हामी मर्निङ वकबाट गइरहेको मर्निङ वकमा। अन्त हेर्नुहोस् गाइस आज भने वेदर यस्तो दामी भइरहेछ। अन्त हामी चाहिँ अहिले गुम्बा गइरहेको, गुम्बा कुरा गरिसकेर गाइस मर्निङको भ्यू हेर्नु सक्नुहुन्छ, यहाँ मस्त दामी देख्छ। अन्त आज भने चाहिँ यहाँ हाम्रो घरको ढलाइ छ गाइस। आज चाहिँ यहाँनिर हाम्रो ढलाइ हुन्छ। अन्त दिनले माथि चाहिँ साथ दिइरहेको छ, हेर्नुहोस् यस्तो दामी भइरहेछ वेदर। यो चाहिँ हो मर्निङ भ्यू गाइस। यहाँ चाहिँ आज हाम्रो काम हुन्छ, ढलाइ छ। आमा ओह्रालो गएको बाटो, आमाले बाटो नपाएर चाहिँ ओह्रालो जाँदै रहेछ। बाटो त खतरनाक के त साथीहरू। अहिले चाहिँ म पूजा गरेर मुखसुख धोएर पानी खाएर चाहिँ बसिरहेको छु यहाँनिर। अन्त आजको वेदर हेर्नु सक्नुहुन्छ गाइस। अहिले चाहिँ यस्तो दामी घाम लागिरहेको छ। अन्त अब म चाहिँ माथि दोकानमा सामान ल्याउनु जानु आँटेको। यहाँ भने चाहिँ हाम्रो आमाले प्याज केलाउनु हुँदैछ गाइस। यो चाहिँ अहिले दिउँसोको लागि है, दिउँसोको लागि चाहिँ खाना बनाउनुको लागि। अन्त हेर्नु सक्नुहुन्छ अहिले भने चाहिँ 8 बज्न आँटेको छ। सो साथीहरू अब म चाहिँ दोकान जाँदैछु माथि सामान ल्याउनुको लागि। यहाँ चाहिँ आपा हेलो भनिदिनु। हेलो हेलो। हाम्रो ढला पार्टी चाहिँ कति बजी आउँछ भनिदिनु न। 10:30 बजे चाहिँ आइपुग्छ ढलाई पार्टी। ढला पार्टी चाहिँ 10:30 मा आइपुग्छ। हामी चाहिँ झोला बोकेर सामान ल्याउनु जानु आँटेको। अब यहाँ चाहिँ गाइस मासु माछा सबै ल्याउनुपर्छ है। दिनले चाहिँ साथ देख्छ आज। मासु 10 किलो, माछा 5 किलो। यसमा जान्छु मासु ल्याउनु चाहिँ म। अहिले भने चाहिँ म दोकान जाँदैछु सामान ल्याउनुको लागि। साथीहरू अहिले भने चाहिँ भाइरोमा चाहिँ माछा दोकान आइरहेको छ माछा ल्याउनुको लागि। यो चाहिँ मेरो भाइ हो, बेसी लम्बु भएर आमामा त यसरी हेर्नु पर्दैछ यसलाई। अनि तपाईँहरूलाई यहाँबाट चाहिँ भ्यू देखाइदिन्छु ल गाइस। यस्तो दामी भ्यू देख्छ कि यहाँबाट चाहिँ गाइस, हेर्नु सक्नुहुन्छ। यहाँबाट चाहिँ गुम्बा, त्यहाँ चाहिँ गुम्बा होइन। अन्त यहाँ चाहिँ त्रिवेणी टोल है भाइ, यो चाहिँ त्रिवेणी टोल भन्छ गाइस हाम्रो लाभाको। अन्त यहाँबाट चाहिँ अघि होली खेल्दै थियो भाइ, आज गइस। हेर्नु सक्नुहुन्छ यो चाहिँ त्रिवेणी टोल भन्छ गाइस। यस्तो दामी भ्यू देखिरहेको छ। अहिले चाहिँ हामी दोकान आइरहेको छ। अब यहाँ माछा किनेर चाहिँ फेरि चिकन किन्नु जानुपर्छ है साथीहरू। हामी चाहिँ अहिले भर्खर आइपुग्यो दोकान गएर। यहाँ चाहिँ आनी पनि आउनु भएको रहेछ सघाउनुको लागि। यहाँ चाहिँ छ माछा कि चिकन हो? चिकन हो अहिले मात्रै। यहाँ चाहिँ चिकन छ। अन्त यहाँ चाहिँ आनी टमाटरहरू काटिरहेको रहेछ बेलुका के भन्छ लन्चको लागि। माछा चाहिँ यहाँ छ, हामीले भर्खर लिएर आएको। अनि यहाँ अर्को दिदीले चाहिँ चिया बनाउनु हुँदो रहेछ। यो चाहिँ चिया पाक्दैछ गाइस। चिया बनाइदिनु आज त घाम लागेर त अलिक गरम पो भयो त। घाम नलाग्दा पनि जाडो भयो भन्छ गाइस। जाडो हुन्छ, घाम लागेपछि गरम हुन्छ अलिअलि। हेर्नुहोस् यस्तो छ अहिले चाहिँ, घाम लागेर चाहिँ टन टन भएर छ। अब चिया बाट्छ आएपछि माथि मिस्त्री बडालाई 10 बजी 10 बजे त बज्नु आँट्यो। एकैचोटि दिन्छु। वाउ चियाई चिया चिनेको नुनको चिनी मधुसिरो नुन। फेरि अहिले भने चाहिँ हेर्नुहोस् 10:30 भइसकेको छ। तर ढलाइपाटी चाहिँ अहिलेसम्म आएको छैन, किनभने प्लेन्समा चाहिँ ढिलो हुन्छ नि त होइन गाइस, होइन आमा? अनि ढलाइपाटी र तल के माल बजारबाट आउँछ। अन्त गाइस अब म चिया पुऱ्याउनु जानु आँटेको। अन्त यहाँ चाहिँ आसूहरू आउनुभएको छ भर्खर गाइस। अन्त आसूले चाहिँ बाहिर काम गर्नु हुँदैछ, यहाँनिर आएर चिकन फ्राई गर्नु हुँदैछ आसूले चाहिँ। अनि अघि आएर सघाएको है हामी खान्छ तँलाई देखाउँदै होइन। म त मेरो व्रत त 1 बजी खुलिन्छ। के व्रत चाहिँ पऱ्यो पनि हाफले हुन्छ मेरो त अब हाजिरा पाउँदैन। चिकन फ्राई हुँदैछ।
अब चाहिँ व्रतमै खस्छ सुनेको व्रत हाल्दै म पनि बस्छु अबदेखिको हाल्दै व्रत मेरो चाहिँ अलिक पेट घटाउनु लागि बसेको नि त हाल्दै व्रत भगवान्को लागि चाहिँ होइन पेट घटाउनुको लागि म त अब बस्छु साथीहरू अहिले भने चाहिँ हामी चिया पुऱ्याउनु जाँदैछ माथि बडाहरूलाई मिस्त्री बडाहरूलाई अन्त हेर्नुहोस् अहिलेको वेदर भने यस्तो भइरहेछ अन्त साथीहरू हाम्रो घर चाहिँ यहाँ चाहिँ यति स्पेस छोडेको छ बरान्डाको लागि अन्त यो माथिको चाहिँ ढलै हो आज सो अहिले चाहिँ हामी जाँदैछ चिया पुऱ्याउनुको लागि ल टाइगर खा यस्ता है इधर त रास्ता भी ल सबै झऱ्यो के गरेछौ मैले होइन बडा बिस्किट बडा बडालाई खाजा मिस्त्री बडा हुनुहुन्छ यहाँ चाहिँ हाम्रो अर्कोबाट हजुर ए साथीहरू अब चाहिँ यहाँ ढलाई स्टार्ट हुन आँटेको छ यहाँ चाहिँ भैया पार्टी चाहिँ भर्खर आएको छ ढलाई पार्टीहरू चाहिँ भर्खर आयो 11 बजी यहाँ चाहिँ आँखे पनि आउनु भएको रहेछ ला किन भुइँमा राख्नु भएको आँखे अहिले चाहिँ हामी चिया बारेर जाँदैछ साथीहरू अब चाहिँ खाना बनाउँछ यहाँ दिदी बहिनीले आमाहरूले गाइस यस्तो छ आइज बिस्कुट दिनु यसको नाम सेरु पो त सेरु सेरु ला अर्को सेतो सिमरनले भाउजू सेतो त लोगेछ त अस्ति फेरि लिएको थियो फेरि लगेको थियो त्यस्तो चाहिँ लगेर चाहिँ ला सेरु सेरु यिनीहरू लानु नि त्यसलाई कान्छीको नानी 3 जना चिरू ए चिरू गाइस देखिए आप मैं इधर बनाने वाली हूँ चटनी जैसे प्याज जैसे वो चटनी बना देखिए साथीहरू मैले खादिनँ चटनी बनाउनुको लागि फर्स्टमा चाहिँ प्याज मजाले अहिले भने चाहिँ 12 बज्नु आँटेको छ गाइस यसलाई अलिक मजाले भुट्नुपर्छ यहाँ भने चाहिँ आमीले चाहिँ के खानु हुँदैछ चिकनमा नुन लाग्यो कि लागेन टेस्ट त्यो त नहेर न त्यो अब यो व्रत बस्ने व्रत नै सुरु खोलिहाल्छ 11 बजी 1 बजी के मिठो भएछ अघि खाइसकेँ मैले है त टमाटरहरू गाइस यहाँ चाहिँ हाम्रो चिकन पाकिसकेको छ अन्त यहाँ चाहिँ दाल अन्त यहाँ चाहिँ चटनी पाक्दैछ साथीहरू हजुर हुन्छ अन्त अब चाहिँ यहाँनिर बडाले चाहिँ खाँदै गर्नुहुन्छ अरे किनभने ढला पार्टीले चाहिँ भैयाले चाहिँ भर्खर आएर खाजा खानु हुँदैछ अन्त चाहिँ यहाँ चाहिँ 12 बजिसक्यो अनि अब आपाले चाहिँ खाँदै गर्नुहुन्छ अरे यहाँ चाहिँ हाम्रो मिस्त्री मामाले खाना खानु हुँदैछ कस्तो भएछ मामा आखे मिठो भएछ बडा मिठो भयो यहाँ चाहिँ जो हुनुहुन्छ जो चाहिँ मिठो भएछ मिठो भयो योभन्दा मिठो चाहिँ अलिक थप्दिउँ चाहियो ए आनी हालिदिनुहुन्छ त्यो युट्युबमा हेरेको जस्तो के अरे लु बाइ 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 मामा भात भयो खानुहोस् न तातो है मिठो हुन्छ है खाएपछि मजाले खानु घरिघरि नखानु अब तपाईँहरूको खाएर काम स्टार्ट हुन्छ नि त है काम स्टार्ट हुन्छ मासु भयो भैयाले त भर्खर खाना खाएर माथि जाँदैछ मासु त्योहरू अहिले चाहिँ यहाँनिर ढलाई स्टार्ट भइसकेको छ गाइस हेर्नुहोस् मिसिनमा चाहिँ यस्तो छिटो हुँदो रहेछ गाइस तपाईँहरूलाई यहाँबाट ओह्राल देखाउँछु ल म मिसिनमा हुँदैछ होइन छिटो हुँदो रहेछ त है साथीहरू मसला बोक्नु त्यस्तो बनाएको रहेछ हेर्नुहोस् गाइस यति सजिलो
त्यहाँ माथिबाट मसला बनाएर चाहिँ तल झर्छ अन्त यहाँबाट चाहिँ यस्तो लगेर चाहिँ तर पढ यस्तो सजिलो मसला बोक्ने गाइस हेर्नुहोस् यहाँ चाहिँ हुँदैछ अहिले ढलाई अहिले चाहिँ पानी आउनु खोजेको त्यस्तो अहिलेको वेदर चाहिँ यस्तो भइरहेछ गाइस अघिखेरि चाहिँ धुम्म भइरहेको छ पानी आउनु आँटेको जस्तो भइरहेछ यहाँ चाहिँ अब हेर्नुहोस् चाहिँ माथिबाट मसला आउँदैछ होइन गाइस मसला चाहिँ माथिबाट आउँदैछ अन्त त्यहाँ भरेपछि चाहिँ यसरी सट्टै लाने कस्तो सजिलो साथीहरू अब भने चाहिँ हामी यहाँ खाजा खाँदैछ हेर्नु सक्नुहुन्छ चिकन चटनी दाल भात उयो खेताला पार्टीहरू चाहिँ भएको एक खेताला अरे ढले पार्टीहरू चाहिँ भरे मात्रै खानुहुन्छ अरे एकैचोटि सकेर 4 बजी अन्त हामीले चाहिँ खाँदैछ अहिले अनि चाहिँ यहाँ बसिरहनु भएको छ गाइस हुन्छ भैया पार्टी त कहिले सक्छ 4 बजी हुन्छ आमाले फेरि खाना बनाउनुपर्छ माछा सब्जी माछा सब्जी साथीहरू अहिले भने चाहिँ हामीले लन्च पनि गरिसक्यो अन्त लन्च गरिसकेर चाहिँ अहिले चाहिँ यहाँ आनीको घरमा आइरहेको छ हामी चाहिँ यहाँ घरको मालिक हुन्छ हेलो भनिदिनु अब एकछिन रेस्ट गरेको यहाँ है अब चाहिँ हाम्रो काम छैन यहाँ चाहिँ अब हामी ढलै गरेको हेरिरहेको छ यहाँ बसेर रमिता हेरिरहेको छ गाइस हाम्रो काम चाहिँ सक्यो अहिले मसला फिटेर दामी रहेछ नि त है हेर्नुहोस् गाइस त्यहाँबाट हाल्दो रहेछ सट्टै ल्याउने कस्तो सजिलो काम अन्त यहाँ भने चाहिँ आनीको अर्किड यस्तो दामी फुलिरहेको छ साथीहरू हेर्नु सक्नुहुन्छ यहाँ चाहिँ आनीहरूको अर्किड चाहिँ यस्तो दामी फुलिरहेको छ गाइस अब तपाईँलाई चाहिँ यहाँबाट चाहिँ भ्यू देखाउँछु यहाँबाट चाहिँ यस्तो दामी भ्यू देख्छ आनीको यहाँबाट घरबाट चाहिँ यहाँ चाहिँ यस्तो फुलहरू यस्तो दामी दामी फुलहरू फुलिरहेको छ होइन गाइस अन्त यहाँबाट चाहिँ देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो गाउँ है साथीहरू यो चाहिँ हो सबै हाम्रो गाउँ तपाईँले यहाँबाट चाहिँ यस्तो भ्यू देख्न सक्नुहुन्छ आज चाहिँ दिन पनि दामी भएर एकदम दामी देखिरहेको छ गाइस हेर्न सक्नुहुन्छ यहाँ त चाहिँ गिजा दिएको घर काम हुँदैछ त्यहाँ पनि आज यस्तो दामी वेदर भइरहेको छ हेर्नु सक्नुहुन्छ तपाईँहरूले फेरि अब एकछिनमा त तपाईँहरूले माछा पकाउनुपर्छ माछा भात अब फेरि उसलाई ढलाई पार्टी गर्छु यताको पार्टीहरू खायो उनीहरू 4 बजी यो ढलाई गर्ने भैयाहरू चाहिँ हेरेछ नि त मुस्लिम रहेछ नि त कतिजना चाहिँ उनीहरू चाहिँ हलाल गरेर खान्छ अरे नि त गाइस अन्त त्यही भएर चाहिँ चिकन खाँदैन अरे माछा खान्छ अरे अन्त अब यो सकेर मात्रै खानुहुन्छ अरे अन्त एकछिनमा पकाउनुहुन्छ अब एकछिनमा वा यस्तो दामी भएर साथीको वेदर भने चाहिँ साथीहरू अहिले चाहिँ हाम्रो ढलाई सकिसक्यो हेर्नु सक्नुहुन्छ गाइस 3 घन्टामै सक्यो 12 बजीदेखि स्टार्ट गरेको 3 बजी चाहिँ ढलाई पनि सकिसकेको छ अब भैयाहरू चाहिँ यहाँनिर चिया खान आँटेको छ होइन गाइस आज सकिसकेको छ ढलाई चाहिँ यहाँ चाहिँ अब भैयाहरू चिया खानुहुन्छ साथीहरू अब चाहिँ ढलाई पनि सक्यो अनि अब यहाँ चाहिँ भैया ढलाई पार्टीहरूको लागि चाहिँ भात पस्किदिनु हुँदैछ खाजा त्यो चाहिँ भात पस्किदिनु हुँदैछ आफूले यहाँ चाहिँ छ चटनी फिस दाल अनि टाइम चाहिँ हेर्नु 5 बज्न आँटेको छ गाइस ए 4 बज्न आँटेको रहेछ मेरो अलिक आँखा तिरिमिरी भयो नि त पस्किदिनु ड्याङ्के ड्याङ पस्किदिनु ड्याङ्के ड्याङ फिस पुग्छ दुरा हिसाब लाग्यो थियो 12 जनालाई त दाल चाहिँ दाल ए बाहिर भयो त भैया त कहाँ बस्नुहुन्छ यो माथि जानुहोस् न जग्गै कुचुक्कै भएर कपाले रोडमै हुन्छ नि
साथीहरू यहाँनिर चाहिँ छ मेरो ह्यान्डसम भाइ यति अन्त अहिले भने चाहिँ पानी आउनु आँटेको छ गाइस हेर्नु सक्नुहुन्छ वेदर भने चाहिँ यस्तो चिसो भइरहेको छ अन्त यहाँ चाहिँ कति 4 जना भएर चाहिँ खाना खानु हुँदैछ काम सकेर अन्त अरू चाहिँ माथि अहिले काम सकेर आउनुहुन्छ अरे गाइस हेर्नु सक्नुहुन्छ 4 जना भएर चाहिँ खानु हुँदैछ हाम्रो चाहिँ किचनमा पुरा अप्ठ्यारो छ नि भाइ यत्रो जग्गा छ अन्त यहाँ तर किचन चाहिँ यहाँ तल छ सानो जग्गा भएर चाहिँ यहाँ खुल्लामै खानु हुँदैछ भइहाल्यो चाहिँ यहाँ चाहिँ हाम्रो आसु हुनुहुन्छ सुन्दरी आसु जुगाड यस्तो भएर छ जुगाड खाना खाने जुगाड अझै कतिजना 12 जना अब 4 जना आयो अब कतिजना छ साथीहरू अहिले भने चाहिँ हाम्रो ढलाइ पनि सक्यो सबै काम पनि सकिसक्यो भाँडा दिएर यहाँ भने चाहिँ आस्नेले भाडा दिनुहुँदैछ बिचरा अन्तिम भाडा भात पकाएको भाडा यो चाहिँ हेर्नुहोस् गाइस आस्नेले अब यो टल्केर कस्तो टल्काउँछ कि अब मेरो अनुहार देख्छ एकछिन भाइहरू पनि जाँदैछ डल्लाई पार्टीहरू पनि गाइस डल्लाई पनि सक्यो जाँदैछ यो चाहिँ हामीले पनि धुनुहुँदैछ भाडा अन्तिम है ठुलो भाडा चाहिँ बाहिर आसुले धुनुहुँदै थियो अनि यहाँ चाहिँ बडाले चिया खानुहुँदैछ ब्ल्याक टी बडा सक्यो हजुर आधी चाहिँ भयो छ यहाँ हुनुहुन्छ आखे मामा जोजो चिया देखाइदिनु न यो चाहिँ बाजेको हो दुईटा भिडियो गरेको ए सक्यो अब आजको ढल्लाई पनि सक्यो 5 पो बज्न आँटेछ त फाइनल अब राम्ररी खानुहोस् ल 5 बजे पनि त अब 5 बजे पनि त खाने टाइमै रहेछ त हौ फेरि खाऊ के हो साथीहरू अहिले भने चाहिँ 5 बज्न आँटेको छ अन्त अहिले चाहिँ हाम्रो ढलाइहरू पनि सक्यो सबै कामहरू पनि सकिसक्यो हामीले चाहिँ अन्त आजको मेरो भिडियो चाहिँ यहीसम्म थियो गाइस अब चाहिँ म यहाँनिर लुगा पठाउन आँटेको माथिबाट उठाएको लुगा ल्याएको थिएँ मैले चाहिँ सुकेर चाहिँ अन्त सो बाई बाई एभ्रिवान के कस्तो हुन्छ कमेन्टमा भन्नुहुन्छ ल थ्याङ्क यू फर वाचिङ सी द नेक्स्ट भिडियो बाई बाई